नमस्कार सेवारो, म गजेन्द्र लिम्बू तपाईँहरूकै प्यारो छोरा फेरि मेरो युट्युब च्यानल मिनी ब्लगरमा आइसकेको छु। अब यो असारको बेलामा सबैजना अस्तव्यस्त हुनुहुन्छ होला होइन। त्यसो भएको कारणले मैले आज चाहिँ एकदमै यो खेती किसानी गर्ने मान्छेले चाहिँ बाँदर आतङ्कबाट एकदम चाहिँ भयानक चाहिँ एउटा क्षति बेहोरिराख्नु परेको छ। यो विषयमा चाहिँ मैले समसामयिक विषय अथवा मैले आफ्नै एनालाइसिस गरेको कुराहरू तपाईँ माझ पस्किनेछु। अनि यहाँ आज भन्दै गर्दा संसदमा पनि हाम्रा माननीयज्यू ध्रुव राईज्यूले उठाउनु भयो बाँदरलाई चाहिँ मार्नुपर्छ भन्ने कुरा होइन। अब एकदमै चाहिँ ठुलो क्षति स्थानीयवासीले भोगिराख्नु भएको पीडा पनि पोख्नु भयो। अनि हाम्रा माननीयज्यू महावीर पुन ज्यूले पनि यो संसारमा यो बाँदर धपाउने टेक्नोलोजी चाहिँ संसारमै छैन भनेर चाहिँ एउटा चाहिँ तपाईँको विश्लेषण अथवा एउटा हाँस उठ्ने कुरा अथवा एकदमै यो चाहिँ टेक्नोलोजी नै छैन भन्ने खालको एउटा उहाँले एउटा अनुभव सुनाउनु भयो। यो कुरामा चाहिँ मलाई चाहिँ एकदमै हाँस पनि उठ्छ, लाज पनि लाग्छ। अनि उहाँले आफ्नो क्यापासिटीले, आफ्नो दिमागले अथवा आफ्नो जति मनोबल अथवा आफ्नो जति क्यापेबल भ्याउनुभयो त्यति नै पस्किनु भयो होला। तर म यसो भन्दै गर्दा यो बाँदरले चाहिँ एकदमै स्थानीय वासीहरूलाई चाहिँ एकदमै ठुलो क्षति बेहोरिराखेको बेलामा मैले चाहिँ यहाँ तपाईँहरूलाई चाहिँ अहिले जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिज्यूहरूले पनि यो बाँदर धपाउने एउटा कार्यक्रम जस्तो ल्याउनुहुन्छ। अनि सारा गाउँलेलाई चाहिँ एउटा निमन्त्रणा दिएर चाहिँ बाँदर लखेट्ने कार्यक्रम ल्याइराख्दाखेरि यो कुरा कति जायज मैले बोल्नु हुने नहुने, तर हाँस मर्दो कुरो, लाज मर्दो कुरो पनि जस्तो लाग्छ। हामीले एक अर्कालाई चाहिँ बुझ्न नसकेर पनि हो कि जस्तो लाग्छ होइन। आफ्नो विचार हो। मैले चाहिँ यो एकदमै चाहिँ मैले नेपाली जनताको अथवा हामी खेती किसानी गर्नेको हितको लागि चाहिँ मैले सोध्छु कि जस्तो लाग्छ। यसरी हामीले बाँदर धपाउँदै गर्दा आफ्नो ठाउँबाट, आफ्नो क्षेत्रबाट लखेट्दै गर्दा अर्को डाँडा लखेट्दाखेरि चाहिँ त्यहाँका स्थानीय जनतालाई पनि त फेरि खेतीबालीबाट चाहिँ उहाँ बाँदर आतङ्कबाट फेरि त्यहाँ पनि त्यस्तै खालका ठुलो क्षति बेहोर्नु पर्ला नि। त्यसो भएको कारणले म फटाफट ढिला नगरी यो बाँदर आतङ्क, बाँदरबाट धेरै पीडित स्थानीय जनताहरू, स्थानीय तहका बसोबास गर्ने एकदमै जङ्गलको छेउ अथवा खेतीपातीलाई उत्पादन बढाउन नसकिरहेको बेलामा चाहिँ एक हुल बाँदर आएर चाहिँ तपाईँको 1 मिनट अथवा 10-15 मिनटमा चाहिँ एक हुल आयो भने चाहिँ सखाप, एक हलको 2 हलको बाली मकै जे जस्तो भेट्छ त्यो सखापै पारिदिन्छ। यो तपाईँ हामीले भोग्दै आएको कुरो। अनि यो कुरालाई चाहिँ कसरी हामीले चाहिँ हटाउन सकिन्छ, बाँदर उत्पादन छेउबाट चाहिँ अलिक जङ्गलतिर कसरी राख्न सकिन्छ भन्ने टेक्नोलोजी अथवा हामीले चाहिँ एनालाइसिस अथवा गहिरो डिपली अध्यगमन नगरिकन एउटा सरकार पक्षले चाहिँ निष्कासन तपाईँको त्यो बाँदरलाई कसरी चाहिँ उत्पादन क्षेत्रबाट अलिक टाढा राख्नुपर्छ अथवा हामीले चाहिँ एक ठाउँबाट अर्को ठाउँमा धपाउँदै गर्दा त्यो स्थानीय त्यहाँको वासीलाई चाहिँ कस्तो खालको मार्का चाहिँ दिन्छ भनेर चाहिँ अलिकति लङ डिस्टेन्सको, लङ टर्मको सोच नराखिकन चाहिँ हामीले चाहिँ त्यस्तो खालको चाहिँ हामीले वातावरण अथवा त्यस्तो खालको मनोबलले गर्दा चाहिँ देशमा कहिले पनि शान्ति हुँदैन। त्यसो भएको कारणले मैले एनालाइसिस, मेरो डिप अध्ययन अथवा मैले आफ्नो एउटा गाउँघरमा हुर्केको अथवा तपाईँको हरेक आफ्नो भुइँमाटोबाट उम्रेको अथवा भुइँमा खेल्दै बाँदरसँग खेल्दै उठेको खेलेको मान्छे हो, म बढेको मान्छे हो। त्यसो भएको कारणले मलाई जहाँसम्म लाग्छ यहाँ जति पनि हाम्रा स्थानीय तहका जनप्रतिनिधिहरू अथवा भोलि तपाईँहरू स्थानीय तहमा चुनाव जित्दै जाँदाखेरि चाहिँ तपाईँहरूले चाहिँ कस्ता खालका यो बाँदर आतङ्कबाट चाहिँ मान्छे जनताहरूलाई चाहिँ दुःख शास्ति भोगिराखेको विषयहरूलाई चाहिँ कसरी चाहिँ बाँदर आतङ्कबाट चाहिँ जनतालाई सुरक्षित गर्नुहुन्छ, उहाँको उत्पादनहरूलाई चाहिँ कसरी चाहिँ कभर गर्नुहुन्छ, रिकभरी, अनि कस्तो खालका योजना ल्याउनुहुन्छ, मैले सरासर ढिला नगरी तपाईँलाई म भन्न जान्छु। तपाईँहरूले यस्तो अहिलेको जमानामा टेक्नोलोजी छैन, अहिले बाँदर धपाउने हामीसँग चाहिँ प्रविधि नै छैन भन्दा यो एकदमै लाजमर्दो कुरो। प्लिज यस्ता खालका कुरा नगरौँ। एउटा संसारमा चन्द्रमामा तपाईँको चाहिँ विश्वले अथवा
बुद्धिमान व्यक्तिहरूले चाहिँ चन्द्रमामा चाहिँ तपाईँको बसाइसकेको बेलामा चाहिँ हामीले चाहिँ यो बाँदर धपाउने, यो वन्यजन्तु धपाउने हामीसँग टेक्नोलोजी चाहिँ आविष्कार गर्नै सक्दैनौँ भन्ने होइन। हामीले सक्छौँ, तर कस्तो खालको एनालाइसिस, कस्ता खालको अध्यगमन अथवा कस्तो खालको चाहिँ बाँदर सँग चाहिँ कस्ता खालका जीव जन्तुसँग बाँदर डराउँछ, त्यस्ता खालका चाहिँ हामीले चाहिँ एनालाइसिस किन गरेनौँ? मेरो एनालाइसिसमा जहाँसम्म लाग्छ, तपाईँ सम्पूर्ण तेह्रथुमेलीवासी अथवा एकदमै गाउँ ठाउँतिर हुर्किनुभएका मेरो लालीगुराँस नगरपालिकाका सम्पूर्ण फेसबुक साथीहरू, तपाईँलाई एकचोटि यो बाँदर धपाउने बजेटमा अथवा बाँदरलाई चाहिँ रुङ्ने बजेटमा पैसा ल्याउँदै गर्दाखेरि अथवा हामीले चाहिँ किन अध्यगमन गर्न सकेनौँ, हामीले चाहिँ किन एउटा टेक्नोलोजी ल्याउन सकेनौँ? मैले भनिरहेको छु, यो बाँदर धपाउने मैले टेक्नोलोजी, मेरो अध्यगमनले चाहिँ एउटा बाँदर एउटा जन्तु, दुईवटा जन्तुसँग साह्रै डराउने बाँदर छ। त्यो भनेको एउटा तपाईँको बाघ, ठुलो पाटे बाघ, अनि अर्को भनेको सिंह। यो सिंह र तपाईँको चाहिँ बाघ, पाटे बाघसँग चाहिँ यो अत्यन्तै ढेँडोहरू डराउँछ होइन। त्यसो भएको कारणले मैले मेरो एनालाइसिस हो, तपाईँले लागू गर्नु नगर्नला, जो प्रतिनिधि दलले हेर्दै हुनुहुन्छ, यो तपाईँले जीवनमा लागू गर्नुभयो भने पक्कै पनि अलिकति चाहिँ बाँदर भयानक क्षतिबाट भोगिरहेका हाम्रो स्थानीय जनताले चाहिँ राहत मिल्छ कि भन्ने हेतुले यो भिडियो बनाइरहेको छु। यसो भएको कारणले हामीले जङ्गलको हरेक 100 मिटर 200 मिटरमा एकदम स्ट्रङ खालको अथवा प्लास्टिक अथवा स्ट्रङ खालको एउटा चाहिँ हामीसँग चाहिँ एउटा विश्वमा चाहिँ हामीसँग यस्ता 15 वर्ष 20 वर्ष टिक्ने खालका बेलुनहरू अथवा प्लास्टिकहरू पाउँछ क्या। त्यसमा चाहिँ तपाईँको हावा फुलाएर अथवा बाँदरको जस्तो के अरे पाटे बाघको जस्तो हामीले चाहिँ पिक्चरहरू ठुल्ठुलो बनाएर कपी सेम गरेर चाहिँ जङ्गलको हरेक 100 मिटर अथवा 200 मिटरमा राखेर अनि भित्रबाट चाहिँ बाघको जस्तो अटो रेकर्ड साउन्ड चाहिँ हामीले रेकर्ड गरेर हरेक प्रत्येक 20 मिनटमा अथवा 1 घन्टामा बाघ के अरे चाहिँ त्यो गर्जे जस्तो साउन्डहरू निकालेर पो हामीले त्यो खेतीबाट चाहिँ हामीले चाहिँ अलिक जङ्गलतिर राख्नलाई चाहिँ हामीले त्यो खेती उत्पादन बढाउनलाई चाहिँ त्यस्तो खालको टेक्नोलोजी हामीले चाहिँ किन यहाँ युज गर्न सकेनौँ? त्यसले गर्दा सिंह जस्तो आकार बनाएर हरेक त्यो गाउँवासीलाई चाहिँ दुःख दिइरहेको हरेक 100 मिटर अथवा 200 मिटरमा चाहिँ हामीले त्यस्तो खालको नीति तथा कार्यक्रममा किन ल्याउन सकेनौँ? सेम कपी बनाएर एउटा पिक्चर बनाएर होइन, तपाईँले चाहिँ ठ्याक्कै आर्ट गरेर चाहिँ हामीले त्यस्तो हरेक क्षेत्रमा चाहिँ त्यसरी बाघको जस्तो हरेक 1 घन्टामा बिहान तपाईँको उज्यालो हुने भएदेखि बेलुकाको बाँदर चाहिँ बास नबसुन्जेलसम्म चाहिँ हरेक त्यस्तो खालको क्षति उत्पादन, मकै धान जेसुकै उत्पादन भएको छौँ हामीले त्यस्तो खालको टेक्नोलोजीहरू यो सरकार अथवा यो हाम्रो माननीयज्यूहरूले अथवा आविष्कारहरूले चाहिँ किन एनालाइसिस गर्न सकेन? एकदम यो नर्मल विषय यस्तो खालकोले चाहिँ एउटा यो अब अहिले मार्नु हुँदैन, अब मार्दाखेरि चाहिँ कानुन लाग्छ, विभिन्न चाहिँ कुराहरू छन् होइन। यो हत्या हिंसा गर्नु हुँदैन, यो संसारमा जति पनि पृथ्वीमा रहेका पशु पायालाई चाहिँ हामीले बाँच्न पाउने अधिकार छ भन्दाखेरि चाहिँ हामीले यस्तो खालका टेक्नोलोजीहरू चाहिँ अपनाउँदाखेरि चाहिँ बाँदर पीडित अथवा बाँदरबाट ठुलो भयानक क्षतिहरू बेहोरिराख्दाखेरि चाहिँ योबाट चाहिँ हामीले चाहिँ अलिकति सहुलियत मिल्छ कि भन्ने मैले हेतुले तपाईँले भनिरहेको छु। आउने तपाईँहरूकोसँग यस्तो केही छ भने तपाईँको जनप्रतिनिधिलाई सुनाउनुहोस्, एउटा यस्तो खालको व्यक्तिले यस्तो खालको कुरा गर्दै थियो, यसले चाहिँ तपाईँको बाघसँग ढेँडु बाँदर एकदमै डराउँछ कि हामीले त्यस्तो खालको चाहिँ त्यो ठुल्ठुलो पिक्चर 12 हाते 13 हाते बरु त्यसरी चाहिँ जनप्रतिनिधि आएको बजेटलाई छुट्याएर त्यो पेन्टिङमा अथवा त्यो उसमा गरेर चाहिँ हरेक पालिका हरेक क्षेत्रमा चाहिँ हामीले प्रोभाइड गऱ्यौँ भने चाहिँ एकदम ठुलो बाँदर आतङ्कबाट, बाँदरको ठुलो क्षतिबाट चाहिँ हामी कृषि जनताहरू चाहिँ हामी चाहिँ अलिकति सहुलियत अथवा हामीले चाहिँ उत्पादनहरू बढाउन सक्छौँ कि अथवा वर्षौँ दिन चाहिँ हामीलाई खान पुग्ने उत्पादनहरू चाहिँ हामीले चाहिँ आफ्नो पेटको लागि उत्पादन गरिएको वस्तु चाहिँ त्यसरी बाँदरले चाहिँ नष्ट गरिदिँदा हाम्रो चित्त साह्रै दुख्छ, बसाइ सर्नुपर्ने कारण छ। त्यसो भएकोले यस्तो खालको चाहिँ टेक्नोलोजी एकचोटि मनाउँ। जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ मेरा प्यारा आदरणीय नेपालीवासी, आदरणीय जनप्रतिनिधिहरू अथवा स्थानीय तहका जनप्रतिनिधिहरू, यस्तो खालको एउटा डिपली एनालाइसिस गर्न यसले चाहिँ हाम्रो साँच्चीकै समस्याको समाधानहरू ल्याउँछ।
यसो भन्दै गर्दा हामीले हरेक क्षेत्रमा यस्तो खालका एनालाइसिसहरू गर्नु जरुरी छ क्या। हरेक 10 वर्षमा तपाईँको रोड कन्स्ट्रक्सनमा हेर्नुहोस् त, आज 1 इन्चको तपाईँको कालो पत्र हुँदैन तपाईँको, अनि हरेक 10 वर्षमा रिन्यू गर्ने भन्नुहुन्छ। त्यसले गर्दा अरू ठाउँमा पुग्ने बजेट त्यही ठाउँमा खप्दै गर्दा अरू ठाउँलाई मार्का पुग्छ। त्यसरी चाहिँ हाम्रो यो चुहावट, हरेक भ्रष्टाचार, हरेक कुराहरू चाहिँ भ्योहरू परिरहेको छ। त्यस कारण चाहिँ अलिकति हामीले लङ टर्म फ्युचरमा चाहिँ हामीलाई प्रभावकारी रोजगार अथवा प्रभावकारी चाहिँ शिक्षा अथवा प्रभावकारी चाहिँ कन्स्ट्रक्सनहरू अथवा हरेक कुरामा चाहिँ यसरी सोचेर गर्न सक्यौँ भने चाहिँ यसले चाहिँ साँच्चै के देशमा चाहिँ एउटा उन्नति, प्रगति अनि बेरोजगारको अन्त्य अथवा भ्रष्टाचारको अन्त्य चाहिँ हरेक अपराधको अन्त्य गर्छ भन्ने मैले हेतुले सबैजना सम्पूर्ण साथीहरूलाई रिक्वेस्ट गर्न चाहे। यो बाँदरप्रति म अत्यन्तै म पनि एकदमै ग्रसित मान्छे हो, तर म त्यति ग्रसित छैन, म अलिकति मिडियम ठाउँमा बस्छु। तर मैले पनि त्यसरी मैले एनालाइसिस गरेको यो हरेक कुराहरू मैले संसदमा अथवा हरेक मान्छेहरूले चाहिँ काठमाडौँतिर अब संसदमा यो बाँदर मार्नुपर्छ, नमारे के गर्ने, खरिद गर्ने, बिक्री गर्ने कुराहरू आए। तर त्यसरी नमारेर चाहिँ एउटा चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ एउटा जो क्षति भोगिरहेका स्थानीय तहका जनतालाई चाहिँ एउटा सहुलियत अथवा एउटा सेफ्टी फिल अथवा एउटा उत्पादन बढाउन सकिन्छ जस्तो लाग्छ मलाई। यो मेरो कुरा तपाईँलाई कस्तो लाग्यो, केही गल्ती गर्न पुगेमा अथवा बोल्न पुगेमा अथवा अलिकति जानिएन भने क्षमा यापन चाहन्छु। यति भन्दै आजका लागि सी यू अगेन, फेरि भेटौँला। यस्तै विषयहरूमा चाहिँ बोलि नै रहन्छु, गरि नै रहन्छु। म बाँचुन्जेल, म रहन्जेल है त। हस्त, जय नेपाल, जय देश।